प्यारा देशवासीहरू, जनताको सर्वोपरि हितलाई मध्यनजर गर्दै देशलाई पुरानै अवस्थामा फर्काउन हामीलाई नागार्जुनबाट धपाउने गणतन्त्र भन्दै जप्दै हिँड्ने अलक्षिणाहरू, त्यस्तै गरी राजतन्त्र भन्ने तर गणतन्त्रको कसम खाँदै हिँड्ने नक्कली राजावादीहरू लगायत के महिला, के पुरुष, के आजको जाँगरिलो युवा, के अनुभवी वृद्धहरू अब सबैले एकजुट भएर उठ्नुपर्ने बेला आएको छ। तर हामीलाई राजावादी हुँ भन्ने चाहिँ विश्वास छैन, तसर्थ अब हामी कमान्डर तोक्ने भुल गर्ने छैनौँ। महानगरले हामीलाई काटिएको चिट पनि हामी बुझ्ने छैनौँ। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।